हेलो साथीहरू, के तपाईहरु टिकटकको समस्यामा हुनुहुन्छ? के तपाईहरुको टिकटकमा भ्यूज बढिरहेको छैन? के फलोवर्स बढिरहेको छैन? यदि त्यस्तो हो भने आज मैले तपाईहरुको लागि नयाँ कुराको जानकारी लिएर आएको छु। कृपया अन्तिमसम्म हेरिदिनु होला। सर्वप्रथम आफ्नो टिकटकको प्रोफाइलमा जानुपर्ने छ। त्यसमा तपाईले देख्न सक्नुहुन्छ तीनटा डिजिट, त्यसमा क्लिक गर्नु होला र त्यहाँ देख्न सक्नुहुनेछ सेटिङ एन्ड प्राइभेसी, त्यसमा क्लिक गर्नु होला र मुनि गएर रिपोर्ट अफ प्रब्लममा क्लिक गर्नु होला र त्यहाँ देख्न सक्नुहुनेछ एकाउन्ट ग्रोथमा क्लिक गर्नु होला र मुनि गएर त्यहाँ देख्न सक्नुहुनेछ यहाँ चाहिँ यस गर्नुपर्ने छ तपाईले र फेरि ब्याक जानु होला र त्यहाँ माथि देख्न सक्नुहुनेछ फिड एन्ड प्लेब्याक, त्यसमा क्लिक गर्नु होला र फिडमा अगेन र यसमा आई डोन्ट लाइक भिडियोज अन दी फर यु फिड भनेर देखाइएको छ, त्यसमा क्लिक गर्नु होला र यसमा पनि यस गर्नु होला र तपाईले त्यहाँ देख्न सक्नुहुनेछ फ्री अफ स्पेस, त्यसमा क्लिक गर्नु होला र यहाँ दुईटा अप्सन देखाइएको छ क्याच एन्ड डाउनलोड्स, यो दुईटालाई क्लियर गर्नुपर्ने छ र यति गरिसकेपछि तपाईको टिकटकमा अटोमेटिक भिडियोजमा चाहिँ तपाईको भ्यूज साथै तपाईको फलोवर्स पनि बढ्नेछ र यस्ता भिडियोहरू तपाईहरुमाझ फेरि पनि ल्याउने छु। हस् त।